सधैँभरि हुन पाइन्छ। मेरो महामहिमज्यूलाई एउटा जानकारी के भने 2011 मा म आएको थिएँ। त्यतिखेर र यतिखेर यस्तो डिफ्रेन्ट भएछ। त्यतिखेर हामीलाई चाहिँ एयरपोर्टमै हामीलाई बुर्का लगेर जानुभएको थियो अन्जु पन्तजी, म, त्यसै गरेर हाम्रो क्याम्पस पढ्न आउने मोडल पूर्णिमाजी। अनि हामीलाई बुर्का लगाइदिँदाखेरि चाहिँ कस्तो ठुलो पनिसमेन्ट दिएको जस्तो एकदम डर लाग्यो हामीलाई त। हामी 3 महिना त रोक्यो क्या। त्यतिखेर अब दाइ भाइहरू चाहिँ अर्को गाडीमा छुट्टै सँगै हिँड्नै नपाउने त्यस्तो डेन्जर। अनि यस्तो टेलिभिजनहरू पनि त्यो हुन्छ नि अलाउड नै नभएको त्यस्तो। अहिले त यति परिवर्तन भएछ। हामी हिँड्न सँगसँगै हुन्छ नि रमाइलो गर्न पाइयो। एकदम परिवर्तन भएको रहेछ, बनाइ छ एकदम विकास भएको सबै कुरामा। यस्ता कुराहरू हामीले हाम्रो देशको लागि पनि हुन्छ नि कति कुराहरू सिकेर जानुपर्ने हुन्छ। अब यतिका धेरै युवाहरू हुनुहुन्छ, कुरै नगरौँ, खुसी लाग्छ। र अब भने हजुरहरूको माझमा मैले लेखेको गीत गाउन चाहन्छु। त्यो चाहिँ चम्चाको डेटा यति धेरै भेटघाट भयो भने त माया लाग्छ नि त। अनि सोसियल हुन्छ नि अब फेसबुकतिर भए पनि खोजौँ 15 मिनट गर्न राधिका हमालको लागि हो कि होइन राम्रो मान्छे अनि त